लोटिन्छ खाने लोटिन्छ बुङ्गा बनिन्छ यहाँबाट Good morning. Good morning, Jana. कोही फेरि still sleeping. चुमी भन्ने फेरि हाम्रो नानीको कुखुराको नाम हो कि चुमी. चुमीको दिदी फेरि यता चुमीको अर्को दिदी मम्मी फेरि लुगा धुँदै हुनुहुन्छ. चुमी अब हामी चाहिँ अब उठेर होइन चाहिँ यहाँ भाउजू स्कुटर सिक्न जाने भन्नुभयो. हामी जाँदैछौँ स्कुटर सिक्ने मान्छे चाहिँ यो चाहिँ भाउजूको घर हो. पुङ्गुलु चाहिँ यो स्कुटर जता जान्छ नि त्यतै हेर्न खोज्छ के. स्कुटर चाहिँ यता छ कि यता छ. यो चाहिँ हामी राइडर सोलो राइडर. डराउनु रहेछ कि जानुहुन्छ कता डराउनु रहेछ कि. सानो बेला सानो मान्छे मान्नु भएको छ यहाँ मसँग. ए पुङ्कु ए ल आउनु पुङ्कु हेलो भन्थ्यो. हेलो पुङ्कु हेलो छाने हाँस्यो कि त. भाउजूहरू चाहिँ यहाँ भाउजू स्कुटर सिक्नु आउनुभयो. त्यहाँ फुपा भाउजू चाहिँ हिँडिरहनु भयो. चाहिँ हाम्रो घर गोठीबाङ जोडेको पुलो खतरा छ. एउटा खतरा देखिन्छ. आजको भ्यू चाहिँ यस्तो छ. पेजहरू कस्तो राम्रो देखियो आज त. स्कुटी सिक्दै हुनुहुन्छ हाम्रो दिदीले. यता फेरि दर्शकहरू हुनुहुन्छ. ल ल जानु जानु. वेल डन वेल डन. आउ मम्मा आउ बेबी मम्मा आउ मम्मा आउ. मलाई फेरि स्कुटी हेर्नलाई ध्यान छ मेरो छोरीको. फेरि स्कुटी भनेपछि अहिलेबाट रुक्कै हुन्छ. हाम्रो मम्मी त फेरि खत्रै हो नि. मम्मीले त फेरि बाइक पनि चलाउनुहुन्छ नि त होइन मम्मी. अलि नजिक जानु. मुखेरै अझै सक्या छैन बिचारा. सानी पुकु मेरो सानो
बनाऊ पैसा खोजी पैसा खा भनेर नानी नदिनु है नदिनु एकछिन एकछिन दिन त के गर्छु दिनु आफ्नो दिनु के पैसा यस्तो थाहा हुन्छ अब हामी नानीको घर जाँदैछौँ फाइनली हामी कहिले मामा घर जाँदैछौँ यो हाम्रो झिम्रो नदीको पुल हो पुल 70 सेन्टिमिटर पुल घर आयो हुन्थ्यो त्यो लेटे छैन नि काजल हजुर त्यो र म त कति मिल्ने नमस्ते गरौ नमस्ते हामी काइली मामाको घर हामी काइली मामाको घर आइपुग्यौँ हाम्रो सबिना नानीको घर मामा अरे चुम्मी अरे मे चुम्मी नभाग न चुम्मी चुम्मी ए चुम्मी दाइ त यहाँ भित्र बसेर एक्लै खाने हामीलाई यसो फोन छैन होइन एक्लै खाए नि अनि खै त नेटै चले छैन नि हामी पुलमा थियौँ नि त अनि भाउजूले स्कुटीसँग लाउनु भएको थियो चुम्मी साथीहरू यसको नाम चुम्मी हो है यसको नाम चुम्मी हो हाम्रो नानीको घरमा हेर्नु है कागज यति धेरै फलेछ आम्मामा पुदिना कति राम्रो हो कति राम्रो भएको कि नानी कस्तो राम्रो पुदिना यो खुर्सानी यस्तो पिरो हो सिमन ठकुरी तँलाई सम्झेछु है मैले यो हजुर खुर्सानी देख्दाखेरि आई मिस यु मेरो कान्छी बहिनी अनि मेरो प्रकृति ठकुरी मेरो कान्छी बहिनी कागती पनि कस्तो फल्छ के यहाँ यो कागतीको भित्र बिउ हुँदैन नि फेरि बिउ नहुनेवाला कागती हो यसमा रस पस्यो भने त अब खाने बेला हुन्छ अलि दिनपछि यो 12 मासे कागती हो के जतिखेर नै फल्छ यता छ हरियो खुर्सानी कति धेरै यो चाहिँ हाम्रो नानीको खेत हो है यो खेत चाहिँ खेतबारी जे भने पनि हुन्छ यता कहाँ जानु लागेको हो र हामी यता पनि छ फर्सी टमाटरहरू लगाउनु भएको नानीले मकै नानी त्यो काँक्रोको बोट खै कस्तो राम्रो फलेको थियो के काँक्रो टमाटर गोलभेडा बोडी काँक्रो करेला सबै रोप्नु भयो रहेछ हाम्रो नानीले हाम्रो यति जागरिलो नानीलाई कसले पाउने होला कसको भाग्य ठुलो होला नानी त हेर्नु न हजुरलाई पाउने भाग्य कसको ठुलो होला के धनी लोटेन भाग्य हुन्न भयो सबै नानीलाई पाउने त भाग्यमानी हुन्छ एकदमै यही नेपालमै हुनसक्छ जहाँ भए पनि पछि सँगै भइन्छ ओहो आँप पनि टन्ने आएछ सानी कृदा भन्नु न नि के भन्नु भएको सबिना नानीलाई पाउने केटा चाहिँ तर भाग्यमानी हुन्छ अस्ट्रेलियामा छ आँप कति धेरै छ टिप नामलाई एभोकाडो ए यहाँ यतिका एभोकाडो हाम्रो त कत्रो ठुलो भयो के यहाँ तल पनि सबिना नानीहरूको खेत हो है नानीहरूको बारी त टन्ने आँखाले नभ्याइसम्म नानीहरूको बारी त उतो पढाएको घर हो अनि कति राम्रो फलेछ म भ्लगर चाहिँ होइन ल
एउटा मेमोरिजको लागि भिडियो सधैँभरि भइरहन्छ युट्युबमा भनेर मात्र। जुम्मी तर खुर्सानी चाहिँ लास्टै पिरो हो नानी। कर्कलो गाभा कसलाई मनपर्छ। खुर्सानी कति रहेछ नि नानीको घरमा, कहिलेकाहीँ टिपेर पठाइदिनु हामीलाई। कागती पनि छ। फर्सी कस्तो राम्रो हौ। पुदिना पो कति राम्रो के, हेर्नु न कस्तो मजाले पिरो हो। यो पुदिनाको बोट कति राम्रो हो कि, यति अग्लो यति ठुलो त मैले अहिलेसम्म देखेको थिएन। बरु यस्तरी भुइँमा फलेको चाहिँ मैले जहाँ पनि देखेको छु, यस्तरी फलेको चाहिँ देखेको थिएन कि कसम। यस्तरी पनि फल्ने रहेछ। मामाले खाजा रेडी गरेर राख्नु भएको रहेछ, रोटी र आलु भुजिया। कहिले मामाले हो कि बाबुले हो? ए मामाले हो। थ्याङ्क यू मामा। मेरो छोरी फेरि यहाँ अब माटो खेल्छ के खेल्छ। सबिना फुपू घरमा आए भन। यो मेरो सेकेन्ड टाइम हो सबिना फुपूको घर भन छोरी। अड्काउँछ कि यहाँ पे मेरो हातमा पिरो छ। निकाल्दिनु बाउजू। खुब मजा आयो होइन मामाले बोक्नु भयो। हजुरले लुदेर पुरै अब चिरमिरी पार्नु भएको घर। त्यहाँ चाहिँ भिङ्रीमा पसल छाप्न छोड्नुभयो कि छ अझै? हजुरको दरबन्दी कहाँ कालीकोट? हजुर त्यो हुन त यतै होला पेन्सन। हजुर त पाकिसक्यो होइन? छिटो आउनु क्या छिटो। अब छोरीको पाली ड्याडी ठुलो भयो, अब छोरीलाई बोक्नुहुन्छ दाइले। अब यसको पनि छोरछोरी बोक्न पाउनुहुन्छ दाइले। त्यो बोक्ने बेलामा मात्र बिचारा ना झरे नि यसरी भए नि बोक्छु भन्नु न दाइ। नि अनि छोरछोरी बोक्दिनु। यिनीहरुले गाली हेर छोरी तिमी सानो हुँदा तिमीलाई छोरी ड्याडीले यस्तै बोकेर हिँड्नुहुन्थ्यो भनेर देखाउनुहुन्छ कि एउटा मेमोरिज भइरहन्छ कि युट्युबमा। यो फोन बिग्रियो भने भिडियो कहाँ जान्छ है।
दाइलाई सुकुटी मन पर्थ्यो अरे कि एकदमै अनि त्यही भएर पछि जानुहुन्थ्यो अरे क्या मम्मीको बिपिन र एलिनालाई बोक्दै अहिले फेरि बिपिनको छोरीलाई बोक्दै हजुरआमाले किरा ल्याएर दिनुभयो कि नानीले माम खाएर लाग्छ मेरो छोरीले ढुक्कल केरा ल्याइदिनु भयो हजुरआमाले मेरो छोरीले कस्तो खान्छ नि यस्तो केरा हरियो काक्रो करम मकै बारी डरम ताई 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 नाच्छ छोरी नाच्छ ताई 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 हजुर